गुड मर्निङ एभ्रिवान। समयलाई समयमै चिनौँ। वास्तवमा समय यति महत्त्वपूर्ण चिज हो कि समयलाई हामीले समयमा चिन्न सक्यौँ भने अन्ततः हामीलाई पश्चाताप सिवाय अरू केही पनि प्राप्त हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि समयलाई हामीले समयमै चिन्ने प्रयास गर्नुपर्छ र त्यही अनुसार आफूलाई चाहिँ परिष्कृत गर्ने र त्यही अनुसार आफूलाई रूपान्तरित गर्ने काम अबको आवश्यकता हो, अहिलेको आवश्यकता हो। टाइम एन्ड टाइड वेट फर नो मैन। समय र छालले कसैलाई पनि पर्खँदैन। हामीले समयले चाहिँ पर्खेला, भोलि यसो गरौँला, पर्सि यसो गरौँला भन्ने हिसाबले हामीले तपाईँको चाहिँ योजनाहरू बनाउँछु, पछि गर्छु भन्दै लाँदाखेरि अन्ततः हामीले तपाईँको चाहिँ समयले छोडिसकेको हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि समयलाई समयमा चिन्नुपर्छ भन्ने उद्घोषका साथ मैले यो सूर्योदयसँगै नयाँ सङ्कल्प कार्यक्रम सञ्चालन गरिरहेको छु। आज यो समीक्षा अङ्क हो, यो 60औँ पार्ट। मैले आजसम्म 60वटा एपिसोड सञ्चालन गरिसकेको छु र 15-15 दिनमा हामीले समीक्षा अङ्क प्रस्तुत गर्दै गइरहेका छौँ। र यो अङ्क वास्तवमा यो विशेष गरी यो समीक्षा अगाडिको समीक्षादेखि अहिलेसम्मको समीक्षासम्म अलिक बढी मैले किताब के हो, किताब किन पढ्ने, किताब पढ्दाका फाइदाहरू के हुन्, किन हामीले किताब पढ्ने संस्कृतिको रूपमा विकास गर्नुपर्छ भन्ने कुरालाई बढीभन्दा बढी जोड दिएँ। र त्यसमध्ये विश्वमै सर्वाधिक बिक्री भएको किताब, जसले थुप्रै मान्छेहरूलाई परिवर्तन गरेको किताब इकिगाईको बारेमा मैले छलफल गरेँ। र इकिगाई के हो, इकिगाईका चाहिँ विशेष गरी 4 पिलर्सहरू के हुन्, यसका विशेषताहरू के हुन् र यसले दिन खोजेको सन्देश के हो, कसरी मानिस सुखी, खुसी र सकारात्मक हुने भन्ने कुरा मैले प्रस्तुत गरेँ। मलाई विश्वास छ यहाँहरूले सबै अङ्कहरू राम्रो गरी हेर्नुभयो होला र म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु आजको यस समीक्षा अङ्कमा ती कार्यक्रमहरू मैले प्रस्तुत गरेका विषयवस्तुहरू कस्तो रहेका थिए, ती विषयवस्तुहरूबाट हाम्रो के सिकाइ भयो र अब मैले के सुधार गर्नुपर्छ, यहाँहरूले चाहिँ आवश्यक सल्लाह सुझाव दिनुहुनेछ। र म फेरि पनि भन्न चाहन्छु यो कार्यक्रम मैले विशेष गरी सूर्योदयभन्दा अगाडि उठ्ने एउटा प्रण गर्ने, म आफूले र सबैलाई त्यो कुरामा चाहिँ उत्प्रेरित गर्ने, त्यस पछाडि प्रत्येक दिन एउटा सकारात्मक सङ्कल्प गर्ने र त्यो सङ्कल्पलाई व्यवहारमा कार्यान्वयन गर्ने गरी यो कार्यक्रम सञ्चालन गरिरहेको छु। म सबैलाई अनुरोध गर्न चाहन्छु एकपटक यी कार्यक्रमहरूलाई अलिकति बढी प्राथमिकता दिएर हेरिदिन पनि अनुरोध गर्छु। हुन त अहिले पछिल्लो समयमा हामी अलि मनोरञ्जनात्मक कुराहरूलाई बढी हेर्ने अनि त्यस पछाडि तपाईँको चाहिँ अलिक फन्नी टाइपका कुराहरू बढी हेर्छौँ। मैले पनि मेरो फेसबुक पेज अनि टिकटक धेरै फलोवर्स त हुनुहुन्न, तर पनि धेरैले मलाई हेरिरहनु भएको छ, सुझावहरू दिइराख्नु भएको छ, मलाई खुसी पनि लागेको छ। तर मैले अलिक फनी टाइपका अलिक रमाइला किसिमका भिडियोहरू टिकटकहरू हालेँ भनेदेखि निकैजनाले तुरुन्तै हेर्नुहुन्छ, रेस्पोन्स गर्नुहुन्छ। तर अलिकति बौद्धिक टाइपका जो आफ्नो जीवनलाई परिवर्तन गर्ने किसिमको एकाडेमिक टाइपका विषयवस्तुहरू राख्दा चाहिँ अलिक कम महानुभावहरूले, कम चाहिँ फलोवर्सहरूले मात्रै हेरेर फिडब्याकहरू दिइराख्नु भएको छ। म अलिकति अनुरोध गर्न चाहन्छु, म जे विषय प्रस्तुत गर्छु त्यो अलिकति अध्ययन गरेर मैले चाहिँ त्यसले हाम्रो जीवनलाई परिवर्तन गर्ने टाइपका विषयवस्तुहरू नै प्रस्तुत गर्ने भएको कारणले गर्दा पनि यहाँहरूले चाहिँ मेरा सबै अङ्कहरूलाई हेरिदिनुहोस् भन्ने अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद।